आजको काम भनेको हाम्रो यतातिर सुइखा रोप्ने। जापानिजमा चाहिँ सुइखा भन्छ, नेपालीमा चाहिँ तरबुजा भन्छ होला सायद। तरबुजा भन्छ खरबुजा भन्छ, त्यो रोप्ने चाहिँ यसरी एक साइडतिर रोप्छ। यतातिर चाहिँ रोपेर टनल बनाइराख। यसरी हो तलको खेततिर पनि रोपेर टनल बनाइसकेको, त्यहाँ हामी पनि रोपेको यतातिर लगाउँदैछ। बनाएर टनल बनाइसकेको यतातिर चाहिँ माथितिर लगाउन बाँकी नै छ। यो खेतभरि पुरा आजको काम चाहिँ सुइखा लगाउने छ। म छु अनि साथी छ। आजको काम भनेको हाम्रो चाहिँ यतातिर सुइखा लगाउने। अहिले भनेको चाहिँ हाम्रो एकछिन रेस्ट टाइम। रेस्ट टाइममा चाहिँ दिएको चाहिँ यो साबुरे खै के हो थाहा छैन। यो चाहिँ दिएछ रेस्ट टाइममा। साथी चाहिँ यता छन्। साबुरे खाना हो साथी हो साबुरे। खै साबुरे देखाइदिनु कस्तो छ। केक साथी चाहिँ यता छन् होइन। आजको काम चाहिँ हाम्रो यतातिर सुइखा रोप्ने हो। हाम्रो जापानिजमा चाहिँ सुइखा भन्छ, अब नेपालीमा चाहिँ तरबुजा कि खरबुजा के भन्छ। यतातिर चाहिँ यसरी टनल बनाइराख, लगाउँदै टनल बनाउँदै गर्ने हो। यतातिर पनि छ यसरी मजाले लगाइराख। अब पछाडि चाहिँ देखाउने छु मैले फलेर भन्छ कसरी फल्छ। जापानको एग्रिकल्चर लाइफ होइन। एग्रिकल्चरमा चाहिँ यस्तै छ काम, यस्तो छ हालत। कपडाहरू यता छ, यसरी काम गर्ने हो। अहिले चाहिँ यो खान लाग्यो साबुरे कि के जाति हो यो। यता यसरी खान लाग्यो। अब काम भनेको चाहिँ हाम्रो आजको सुइखाको हो। बिहानदेखि गर्न लाग्यो। यस्तै छ साथीहरू, जिन्दगीमा के गर्नु, दुःख सुख गर्नै पर्यो। नेपालदेखि चाहिँ आइयो के भन्छ अब लाइफ बनाउने भनेर जापानमा चाहिँ यसरी नै काम गर्नु परिरहेछ। यो चाहिँ खानु पऱ्यो। मिठै हुँदो रहेछ भने त। सायद तिमी खाएर कस्तो देखिन्छ। सिधै छ फेरि जापानी भाषा खासै आउँदैन। मिठो छ। आजको हाम्रो काम भनेको पुरा भ्याइयो ल। सुइखा लगाएर यो यहाँदेखि लगाएर पुरै यो टनल बनाएको सबै सुइखा लगाएको। जापानिजमा सुइखा भन्छ कि नेपालीमा चाहिँ खरबुजा। पुरैहरू सुइखा लगाएको। आज लगाएको, बिहानदेखि लगाएको। योदेखि लिएर अन्त मुनिको खेततिर छ, अनि त्यो पनि हामीहरूले लगाएको सुइखा। पनि सुइखा भ्याइयो। पुरै सुइखा लगाएर चाहिँ भ्याइयो। यसरी लगाएको छ। भ्याइयो सुइखा लगाएर चाहिँ अब चाहिँ फर्किनु लाग्यो। फर्किनु पऱ्यो। यो गाडीमा जाने हो। यो पनि हामीहरूले लगाएको सुइखा।